तिमी मर्ने छैनौ, तिमीले मर्न चाहनेछौ भन्दै बले विरुद्ध सङ्गमको भाइको धम्कीपूर्ण चेतावनी। 17 वर्षको मेहनत 17 सेकेन्डमै गयो भन्दै धुरुधुरु रोए सागर लम्साल बले। हास्य कलाकार सागर लम्साल बलेलाई पीडितको तर्फबाट अहिलेसम्म आधिकारिक उजुरी भने परेको छैन। त्यसैले प्रहरीले उनीमाथि अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चलाएको छ। बलेलाई बलात्कारको आरोप लगाएकी सङ्गम बिष्ट आफ्नो अपार्टमेन्टमा एक्लै बस्ने गर्थिन्। निकट स्रोतका अनुसार इन्ट्रोभर्ट स्वभावकी उनी अमेरिका गएपछि परिवारलाई निकै मिस गरिरहेकी थिइन्। सङ्गमको यस्तो स्टाटस आउनु अघिसम्म पनि बलेसँग उनका बुबा गजित बिष्ट र परिवारजनको सम्बन्ध पहिले जस्तै सुमधुर थियो। यो स्टाटस लेख्नु अघि परिवारका सदस्यहरूसँग सङ्गमले केही पनि सेयर गरेकी थिएनन्। एकैपटक स्टाटस देख्दा सबैजना स्तब्ध बनेका छन् भने उनीहरू सबै बलेसँग क्रोधित छन्। सङ्गमको बयानलाई परिवारजनले 100% विश्वास गरेको एक निकट स्रोतले बताएको छ। सङ्गमको स्टाटसपछि उनको भाइ सौगात बिष्ट रिसले चुरचुर भएका छन्। उनले सामाजिक सञ्जालबाटै भनेका छन्, यदि कानुनले न्याय दिन सकेन भने भगवानले तिमीलाई मबाट जोगाओस्। म मेरो दिदी विरुद्ध जानेहरूमाथि कठोर कदम चाल्नेछु। हामी चुप लागेका छौँ भनेर हामी गलत छौँ भन्ने सोच्नेहरू चिन्ता नगर्नु, पर्ख र हेर हामी को हौँ। बले तिमीले गरेको अपराधबाट बस्न सक्यौ भने म पनि मेरो परिवारको सुरक्षाको लागि अझ ठुलो अपराध गर्न पनि पछि हट्दिन। तिमीले हामीलाई कहिले नभेटेको भए हुन्थ्यो भन्ने सोच्नेछौ। तिमीले अमेरिकामा गएर मेरो दिदीलाई नभेटेको भए हुन्थ्यो भन्ने सोच्नेछौ। दिदी जसले तिमीलाई गलत गर्यो सबैले त्यसको परिणाम देख्नेछन् जबसम्म म सास लिइरहेको छु। तिमीले एउटा जङ्गली रूप देख्नेछौ, सायद कानुनी बाटो होइन। र विश्वास गर, मेरो बुबाले अपनाएको बाटो असफल भयो भने यस देशमा ठुलो समाचार देखिनेछ। यसरी सङ्गमका भाइ सौगात बिष्टले बलेप्रति निकै आक्रोशपूर्ण लामो स्टाटस लेखेका छन्। सौगात विश्वकै कान्छा निर्देशकका रूपमा प्रख्यात छन्। उनले 7 वर्षको उमेरमा नै लभ यु बाबा नामक चलचित्रको निर्देशन गरेर गिनिज बुकमा नाम लेखाएका थिए। बलेलाई आइतबार दिउँसो हटकडी लगाएर सरकारी वकिल कार्यालयमा बयानको लागि उपस्थित गराएपछि म्याथप गर्न जिल्ला प्रशासन कार्यालय पुर्याइएको थियो। जिल्ला प्रशासन कार्यालयले आइतबार उनलाई 5 दिन हिरासत राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। म्याथपका लागि लैजाने क्रममा कलाकार सागर लम्साल बलेलाई भेट्न पुगेका चलचित्र डल्लेले इन्ट्री मारेको निर्देशक राजु गिरीले उनको भनाइ उद्धृत गर्दै यति बेला उनी मानसिक रूपमा निकै विक्षिप्त बनेको बताए। एक अनलाइन मिडियासँगको कुराकानीमा निर्देशक गिरीले वर्षौंदेखि कमाएको नाम र सम्मान एउटा सामाजिक सञ्जालको पोस्टले छेडभरमै ध्वस्त पारेको भन्दै सागर भक्कानिएका थिए। 17 वर्षको मेरो मेहनत 17 सेकेन्डमै गयो भन्दै सागर धुरुधुरु रोए। गिरी भन्छन् उनको अवस्था दयनीय छ। सत्य के हो अनुसन्धानले देखाउला, तर एउटा कलाकारको छविमा लागेको यो दागले उनको भविष्यमा ठूलो प्रश्न चिन्ह खडा गरिदिएको छ। निर्देशक गिरीले बिना जाहेरी प्रहरीले देखाएको सक्रियतामाथि प्रश्न उठाउँदै भनेका छन्, 1 वर्ष अघिको घटनालाई लिएर अहिले सामाजिक सञ्जालमा लेखेकै भरमा पक्राउ गर्नु कत्तिको न्यायोचित हो। दोषीलाई कडा सजाय हुनुपर्छ, तर निर्दोषलाई फसाउने खेल नहोस् भनेका छन्।